हेलो हेलो साथीहरू सबैजनालाई दर्शन नमस्कार सुस्वागतम छ मेरो छोटो सानो भिडियोमा। सबैजनाले हेरेर साथ दिनु होला अनि सानो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला, शेयर पनि गरिदिनु होला, कमेन्ट पनि गरिदिनु होला है त साथीहरू। अनि यतातिर चाहिँ के भन्छ यो आलु यस्तो भएको छ हैन साथीहरू। अनि त्यहाँबाट रायो फुल्दैछ। यता हाई एभ्रिवान, वेलकम। हाम्रो बारी यस्तै छ, रायो फुल्दैछ। योपालिको खेती यस्तै भयो, पानी परेको छैन, घटी छ। हाई हाई पुस हरायो फेरि ल। अनि यहाँनिर चाहिँ भर्खर उम्रिँदैछ आलु सानो सानो। यो चाहिँ अलिक पछि रोपेको हैन। अनि उतापट्टि चाहिँ के भन्छ यहाँनिर लसुन र आलु एकै ठाउँमा लगाएको छौँ क्यारे हैन। चाहिँ पहिलोचोटि लगाएको थाहा नभएर सबै एकै ठाउँ रोपेको छौँ। साथीहरूकोमा के कस्तो फल्या छ हजुरहरू पनि सेयर गर्नु होला। हजुरहरूको भिडियो पनि हामी हेर्छौँ, लाइक शेयर सब्स्क्राइब गर्छौँ, हाम्रो नि गरिदिनु होला। यस्तै छ हाम्रो चाहिँ, हजुरहरूको के कस्तो छ सबैजनालाई सम्झ्या छौँ है त। अनि यता नि छ सानो करेसा बारी, यता नि आलु फुल्दैछ फल्दैछ। कतिको फल्छ थाहा छैन हैन। विदेशको ठाउँमा यस्तै सानो सानो करेसामा तरकारी खेतीहरू गर्ने रहर पुरा गर्दैछौँ। सोचे जस्तो चाहिँ बनाउन सकेका छैनौँ, गर्न सकेका छैनौँ। मेरो सबैजनालाई थ्याङ्क यू सो मच भिडियो हेरिदिनु भएकोमा।